हेलो नमस्ते सबैजनालाई वेलकम टु एनदर भिडियो। सो भिडियोको टाइटल हेरेरै थाहा पाइहाल्नुभयो होला है। फेरि मैले अस्तिको भिडियोमा मैले तपाईँहरूलाई भनेको थिएँ कि मैले न्यू च्यालेन्ज गरिरहेको छु $100 भनेर। सो मैले फेरि सेम मिस्टेक रिपिट गरेँ होइन। ओभर ट्रेडिङ, रिभेन्ज ट्रेड अनि ल्याक अफ प्यासन्स है त। So these three are the major that I blow up my account. गाह्रो छ होइन, त्यही एउटै मिस्टेक रिपिट गरेकै गरिरहेको छु सिन्स 2022देखि। एउटै मिस्टेक 2022 भन्दा पनि 2023देखि चाहिँ हो मैले, किनकि एक वर्ष चाहिँ मलाई स्ट्राटेजी यताउति गर्दै समय लाग्यो होइन। पर्फेक्ट भन्दा पनि स्ट्राटेजी कुन सिक्ने, अब सिकेर पनि त्यो वर्क हुन्छ कि हुँदैन, कुन लेभल कहाँदेखि वर्क हुन्छ भन्ने कुरा त्यो फिगर आउट गर्नै समय लाग्यो। त्यो समय लागिसकेपछि त्यो फेसबाट अर्को फेस जानको लागि जब त्यो मेन्टली हुन्छ नि, माइन्डसेट या मेन्टल हुन्छ, त्यसलाई चाहिँ सिक्नु चाहिँ या अब एडजस्ट गर्नु चाहिँ धेरै गाह्रो रहेछ है। यत्रो वर्ष भयो अहिलेसम्म गाह्रो छ। सोचे जस्तै सजिलो चाहिँ हुँदैन अभियसली है। र कस्तो हुन्छ भने तपाईँको जो एकदम प्यासेन्ट छ, मतलब होइन डिसिप्लिन छ, ओभर ट्रेड गर्दैन, त्यो मान्छे एट द एन्ड अफ द डे अर एट द एन्ड अफ द इयर मन्थ त्यो प्रोफिटेबल 100% हुन्छ, 100% हुन्छ। स्ट्राटेजी सिक्नु सजिलो हुन्छ, छिटो हुन्छ, तर यो माइन्डको हुन्छ नि, यो माइन्ड प्रब्लम यो अति नै गाह्रो हुँदो रहेछ क्या होइन। जो चाहिँ स्ट्रङ छ, जो चाहिँ हुन्छ नि आफ्नो ल म गर्दिनँ भनेपछि गर्दिनँ भन्ने हुन्छ, त्यस्तो मान्छेहरूले चाहिँ छिट्टो क्याचअप गर्छ ट्रेडिङमा। र अलिकति हुन्छ नि आफ्नो माइन्डलाई कन्ट्रोल गर्नु नसक्ने होइन, डिजायरलाई कन्ट्रोल गर्नु नसक्ने, माइन्डको लाइक माइन्डले चाहिँ आफूलाई कन्ट्रोल गरिरहेछ, आफूले चाहिँ माइन्डलाई होइन, त्यस्तो मान्छेलाई चाहिँ समय लाग्ने रहेछ क्या ट्रेडिङमा प्रोफिटेबल हुनु। सो वान अफ मी माइसेल्फ होइन, अझैसम्म त्यही फेसमा अड्किरहेको छु। इभन द आइएम डुइङ द डेमो ट्रेड $100 त्यसमा मैले अस्ति सबै हाई रिस्क गरेँ एउटा ट्रेडले गर्दाखेरि। किनकि कस्तो भन्दाखेरि त्यो एकाउन्टमा चाहिँ मैले वेट गरेँ मजाले, लगभग 1.5 घन्टा नै वेट गरेँ। अनि वेट गरेर मैले ट्रेड लिएँ, ओके त्यो ट्रेड स्टप लस भयो। अनि फेरि अर्को लेभलमा गर्दाखेरि चाहिँ अर्को लेभल पनि थियो, त्यहाँदेखि थोरै अर्को लेभल थियो भनौँ न, त्यो लेभलमा चाहिँ फेरि ओभर ट्रेड गर्नु थालेँ। जब त्यो लेभलमा पुग्यो अनि फेरि ओभर ट्रेड, अनि ओभर ट्रेड, ओभर रिस्क गर्नु थालेँ, अनि त्यहाँदेखि त एगेन्स्टमा गयो, लस भयो। सो त्यही हो है, डिसिप्लिनमा बस्नु एकदम जरुरी छ। डिसिप्लिन, पेसेन्स भएन भने, धैर्यता भएन भने होइन गाह्रो छ ट्रेडिङमा। त्यही एउटै लेभलमा स्टक्स हुन्छ, अड्किन्छ सधैँभरि। सो त्यही हो, मैले अब 2026 अस्तिदेखि लागेको हो। प्लानहरू छ है। मैले 2 दिन भयो भिडियो नबनाएको, अलिकति बिजी पनि थिएँ र कस्तो भन्दाखेरि अनि अब नयाँ मन्थको सुरुवात हुँदैछ, अनि थर्सडे र फ्राइडे थियो, फ्राइडे ओपन थियो मार्केट, हिजो अभियसली क्लोज थियो, त्यही भएर मैले भिडियोहरू पनि बनाइनँ। अस्ति थर्सडे र फ्राइडे ओपन थियो, अनि त्यसमा मैले जस्ट भिडियो र लाइभ चाहिँ नगरेको हो, तर चार्टमा चाहिँ थिएँ म। किनकि कस्तो फिल भयो भने आई निड टु सो अप होइन, इभन आई डोन्ट डु एनी लाइभ अर रेकर्ड द भिडियो, आई निड टु सो अप माइसेल्फ भन्ने लागेर यहाँ चार्टमा एकछिन बसेँ होइन। अनि A+ लेभलहरू आई ट्राई टु फिगर आउट, इफ आई सी एनी A+ सेटअप छ भने मार्क गऱ्यो अनि बस्यो। अनि त्यही हो कुराहरू है। गाह्रो छ
सजिलो छैन, but the moment you stop over trading, the moment you stop over leveraging or over risking, you are good to go है त। त्यो यो अब सो फ्युचर प्लान चाहिँ के छ भन्दाखेरि मैले अस्तिको भिडियोमा पनि भने कि भनिनँ होइन, म यो जनवरी र फेब्रुअरी यो 2 मन्थ चाहिँ आई वाज प्लानिङ टु डु अन डेमो ट्रेडिङ है त। अब जति डलर पनि बनाउनु सक्छु, अनि यो तपाईँको यो 2 महिनाको चाहिँ एउटा जर्नल पनि बनाउँछु है त। त्यो जर्नलमा म ए प्लस सेटअप म्याक्सिमम ए प्लस सेटअप होइन, हाई विन रेट सेटअपमा चाहिँ ट्रेड गर्न खोज्छु। अभियसली ए प्लस सेटअप खोज्दाखेरि ए सेटअप पनि धेरै देखिन्छ होइन, त्यसमा पनि अलिकति अब 2 महिनामा अभियसली धेरै कुरा सिकिन्छ लक्ड इन भयो भने है, फोकस गरियो भने 2 महिना it's gonna be wonderful होइन, if I like give 100% or maybe like give my best. So I was planning like that, अनि त्यहाँदेखि चाहिँ लेट्स सी हाउ द आउटकम्स विल कम, अनि त्यहाँदेखि कतिको ग्रोथ हुनेछ यो 2 महिनामा। इभन द आई एम डुइङ द डेमो ट्रेड होइन, मेरो सेटअपहरू चाहिँ कतिको प्ले आउट भइरहेछ, द्याट निड्स टु बी फिगर आउट फर्स्ट है। इफ आई म डिसिप्लिनमा बसेँ होइन, मेरो सेटअपहरूमा मात्रै ट्रेड गरेँ भने मैले कतिको प्रोफिट लिँदैछु त होइन, कतिको डिसिप्लिनमा बस्दैछु एउटा त्योले चाहिँ के हुन्छ भन्दाखेरि डिसिप्लिनहरू सिक्छु होइन, ओभर ट्रेड गर्दिनँ फ्रम द डेमो अल्सो। अभियसली डेमो भनेपछि अब मान्छेले भन्छ डेमो ट्रेडमा गरेर डेमो ट्रेडमा तैँले केही सिक्दैनस् भनेर। हो, डेमो ट्रेड लङ टर्ममा डेमो ट्रेड मात्रै गऱ्यो भने इट्स नट गन बी हेल्पफुल एट अल। बट इफ यु डु दिस डेमो ट्रेड like for 1 month or 2 month as a beginner, or either you want to see your setup होइन, if you have new strategy or you want to implement your strategy भने रियलमा भन्दा पनि डेमोमा गर्दा हुन्छ। इफ यु डजन्ट ह्याभ इनफ मनी, if you have like $100 or maybe $50, you can go with like new strategy and you can implement on that fund as well है। 0.01बाट गर्दा पनि केही फरक चाहिँ पर्दैन। सो उहाँसँग चाहिँ अहिले फन्ड पनि छैन खासै, अनि जस्ट लसहरू धेरै गरेको छु है। कुनै दिन भनौँला मैले कति लस गरेको छु भनेर, फन्डेड एकाउन्ट त मैले कति उडाएको। सो या त्यही हो अब 2026 त्यही छ कुराहरू, प्लानहरू अहिलेको लागि चाहिँ है त। सो दिस मच फर टुडे, स्टे सेफ होइन, नेभर गिभ अप, सी यु अन टप, पिस आउट गाइज।